हेलो गाइज, आज चाहिँ हामी काठमाडौँमा भएको डोलेश्वर महादेव मन्दिरको दर्शन गर्न गएका थियौँ। महाशिवरात्रिको दिन त्यहाँ एकदमै राम्रो तरिकाले सजाएर एकदमै धेरै भिड थियो। एकदमै धेरै नै भिड थियो होइन। अनि त्यसपछि हामी लाइनमा बसेर लगभग मन्दिरको भनौँ न 3 साढे 3 घन्टा लाइनमा बस्दा अनि के भन्छ मन्दिर हामी लाइनमा बसेर पूजाहरू गर्नलाई रेडी भएर बसिरहेको थियौँ। यो चाहिँ मेरो बहिनी हो, म चाहिँ यहाँ बसिरहेको छु। अनि यो चाहिँ मेरो चस्मिस बहिनी। अनि फाइनली हामी यो मन्दिर हाम्रो डोलेश्वर महादेव मन्दिरलाई चाहिँ केदारनाथको शिर पनि भनिन्छ। केदारनाथको शिर चाहिँ यहाँ छ भनेर पनि भनिन्छ होइन। यो मन्दिर एकदमै राम्रो। अनि आजको दिनमा गएर मन पुरै प्रसन्न भएर एकदमै रमाइलो भएको थियो। हेर्न सक्नुहुन्छ एकदमै राम्रो तरिकाले सजाएको पनि रहेछ होइन। अनि हामी फाइनली पूजा गरेर फर्क्यौँ। थ्याङ्क यू।